गुड मर्निङ गाइज फ्रम बुक्कीपाटन। अनि हामी सुतेको टेन्ट हिजो यही हो। हिजो रातभरि हावा लगाएर यार यस्तो भएछ अनि उता चाहिँ मान्छेहरू उठेर यस्तो भ्यू हेरेछ नि। यत्रो भ्यू चाहिँ क्रेजी देखेँ यहाँ हेर्नु बिहानको 5 बजे। ड्याम यो चाहिँ गुर्जा हिमाल हो। यस्तो दामी छ हेर्नुहोस् सनराइज भएको यस्तो मिठो देखिया त। अनि यति छिटो मान्छेहरू उठ्यो यस्तरी बस्यो सबै मान्छे। अनि प्याक छ यहाँ होटलहरू। भ्यू चाहिँ यस्तो देखियो है। अनि अरू केटाहरू चाहिँ यहाँ सुतिरहेको छ। यिनीहरू यहीँ सुतेको यस्तो भ्यू हेर्न मिस गरेको के अरे अहिले के गर्छ। अनि हामी दुइटा चाहिँ यहाँ यस्तरी बस्यो विज्ञानजी। हामी चाहिँ यहाँ यस्तो हेर्नु अहिले कस्तो खुलेको सास फेर्नु नसकेर यहाँ लसुन च्यापिरहेको छ के अरे। पिटो भयो नि कस्तो भयो के अरे। अब च्याप्नै पर्यो। गुड मर्निङ। गुड मर्निङ दिदी। आँखाले केही देखेकै छैन। अगाडि हेर्नु न ल हेर्दा ल गाइस हामी चाहिँ भर्खरै यसो फोटोसोटो भिडियो बनाएर अहिले चाहिँ हामी यहाँ यत्तिकै भ्यू हेर्दै बसिरहेको छौँ। यस्तो क्रेजी देखियो भ्यू चाहिँ। अनि मान्छेहरू यस्तै देखियो। अहिले झन् हिमाल खुल्लियो कि ड्याम देखियो र ड्याम उताबाट यस्तो हिमाल खुल्लियो। ल केटाहरू तिमीहरूले मिस गर्यो अहिले हेर्न पाएछ नि हो के अरे। नत्र यहीँबाट हेर तिमीहरू। अनि आजको हाम्रो यात्रा चाहिँ लगभग यहाँ कहाँ यहाँबाट माथि गएर रे अनि यताको डाँडामा गएर त्यहाँ चाहिँ टिका डाँडा त्यहाँ चाहिँ गोठ छ अरे एउटा ठुलो। अनि यस्तो हिमालहरू चाहिँ क्लियर देखिन्छ अरे। अनि यो जस्तो कि यो बादलहरू तल हुन्छ अरे। हामी चाहिँ माथि अनि बादलहरू चाहिँ तल हुन्छ अरे। अनि जाँदाखेरि लगभग भेडा चाहिँ त्यस्तै 5-6 हजार अब कति हजार हुन्छ अरे कि। जति हेऱ्यो त्यति मन लगाउने यार क्रेजी देखेर। अब चाहिँ हामी अब केटाहरूलाई उठाएर नास्ता तास्ता खाएर अब खाजामा के छ यहाँ प्याकेजको हिसाबले अब त्यही बिहानको खाजा त्यही खाएर अनि हामी चाहिँ उतातर्फ लाग्छौँ। अहिले हजुरलाई अपडेट दिइराख्छौँ। ल यही अन्तिम भ्यू। ल गाइस अहिले चाहिँ घाम लाएर झन् यस्तो मिठो देखियो त्यो ग्रिनीहरू कि होइन। त्यस्तो दामी देखियो कि ल है। अहिले हिमाल चाहिँ ढाकिरहेको छ अलिअलि यता त्यो सनराइज भएर। अब यता ग्रिनी हेर्नु न कस्तो आउनुपर्छ है यस्तो ठाउँमा।
हिमालहरू यो साइड मात्रै खुल्ल्या उता चाहिँ त्यो सनराइज भएर त्यो ढाकिराखेको छ कि अनि यहाँ चाहिँ यस्तो ग्रिन केटाहरू अझै सुत्दै यस्तो भ्यू अब हेर्ला भन्दा सुतेर बस्छ हाम्रो टेन्ट चाहिँ यही हो यो होइन टेन्ट त यही हिजो राति अहिले म भ्लगमा हालिदिउँला होइन बिर्सेन भने कस्तो हिजो राति नामा पाप नि के भन्नु अब लगभग 3 बज्न लाग्यो होला हावा लाग्यो ट्रेनै उडाउला त्यसरी अनि त्यहाँबाट सुत्तेन अब सिधै बिहान यस्तो ठाउँ यहाँ ल यस्तो क्रेजी के होला यहाँ चाहिँ हाम्रो विज्ञान सर यस्तै ल गाई चल्दै हाम्रो फोटोसोटो सुट भयो यस्तो हल्का फुल्का अनि अहिले चाहिँ वेदर यस्तो मिठो देखेँ हिजो पानी पऱ्यो त्यो हल्का फुल्का त्यही भएर बिहान कति बज्यो अहिले 6:30 भयो अहिले यस्तो छ वेदर दामी देखा अघि हिमाल बिहान मिठो देखियो थियो अहिले चाहिँ मान्छेहरू यस्तरी खाजा खाँदै बस्यो नि ब्रेकफास्ट गर्दै अनि हाम्रो केटाहरूको हालत त्यस्तै हो के हो त्यो महिलाहरू अझै अब सुत्ने आएको हो क्या यस्तो भ्यूमा यस्तो गर्ने हो के अरे अब अहिले उठ्छ अनि ब्रेकफास्ट खाएर अनि अब माथि टकसरा अरे टिका डाँडा नामै एउटै हो कि अनि टिका डाँडा त्यहाँ चाहिँ गइन्छ ल स्टे ट्युन अहिले म बाटोतिर के कस्तो हुन्छ म त्यही देखाउँछु ल गाइस हामी चाहिँ माथि टिका डाँडा जान लाग्यो म चाहिँ यस्तो त्यो लाएर हिँडिरहेको छु अनि हाम्रो यहाँ उहरू रेडी भइरहेको छ नि यहाँ ल यता यो रेडी हाम्रो दुईटा राम्री दिदीहरू नि ल यता विज्ञान ल यो पनि ल यो चाहिँ अब चाहिँ हामी यहाँबाट लाग्यो अब ल यो अलिक जुम गरेर देखाइदिनु पऱ्यो त्यता पुग्न यो बाटो उडे जाने हो ल अब चाहिँ लगभग हामी यहाँबाट 2 घन्टामा 2.5 घन्टामा पुग्छौँ होला अनि त्यहाँ अब हिमाल त्यस्तो एउटा गर्छु अब ढाकेला त्यतिला खानु ल अब यहाँबाट चाहिँ अब टिकटक बनाउने भन्छन् कि टिकटक चाहिँ अहिले आएपछि हुन्छ कि ल यहाँ चाहिँ यस्तो होटेलहरू छ यहाँ अब कोहीलाई घोडा चढ्नु मन छ भने घोडा चढ्यो हुन्छ यता हिँडेर गए नि हुन्छ अनि यहाँ चाहिँ मिठो फुलहरू फुलिरहेछ हजुरहरू आउँदा फुलिसक्छ ल अब यहाँबाट यस्तो छ है घोडा चढ्नु मन छ भने घोडा चढ्नु होला चढ्नु मन नलाग्यो त्यस्तै हो अनि यहाँ चाहिँ यस्तो होटेलहरू छ यहाँ हाम्रो गाइजहरू चाहिँ यसरी हिँडिरहेछ वे लभली देख्यो हौ भ्यू त दिदीलाई ठ्याक्क सुहाएको यार टोपी र पछाडिको भ्यूसँग यार केटी हिँड्न नि ठ्याक्छु यार यस्तो लाटानु हाम्रो होटल चाहिँ त्यहाँ थियो हाम्रो होटल चाहिँ यहाँ ल यहाँ दुईवटा भोटुलीहरू ल यता राम्रो खाएछ र यहाँ दुईवटा भोटुलीहरू यहाँको भ्यू चाहिँ कस्तो त्यो स्वर्ग जाने बाटो जस्तो फिल आयो कि लभली देख्यो टक्क एउटा डाँडा बिचमा बाटो सर कहाँ बाटो थाहै नहुने कि उयो स्वर्ग जस्तो फिल हुन्छ र के स्वर्गै जान लाग्यो क्या हो हामी यहाँ त्यहाँ त्यो दुईवटा लहर छ त यार उयो कस्तो मान्छेहरू नि टक्कै कुन्डा देखेको लभली एउटा रिल्सको लागि बनाउनु पऱ्यो यार फेरि देख्यो ल अब चाहिँ माथि यस्तो अब त त्यस्तो ठारै छ अरे बाटो अनि अहिले माथि आसी एकदम ठारो छ भन्छ मान्छेले अनि अब हेरौँ अब यस्तो बाटो अब कति गयो यस्तो भएपछि अलिक सजिलो हुन्छ क्या त्यो यता अलि
यत्रो त्यो हाइमा 4000 मिटर छ अनि सास फेर्नै गाह्रो हुन्छ कि अनि मलाई राति कस्तो सास फेर्नै गाह्रो भएर सुत्नै सकिनँ अनि धेरै पनि 5 घन्टा सुत्यो होला त्यहाँखेरि हावासावाले गर्दा के भयो अनि कोही केटाहरू फेरि रातभरि सुतेन रहेछ अहिले त कस्तो सास फेर्न गाह्रो भइरहेछ अझै माथि चढ्यो कस्तो हुन्छ हेरौँ अनि जता हेऱ्यो त्यतै राम्रो लभली देखिँदैन ल देखियो लभली त्यस्तै भएर हुन्छ के अरे अब फेरि उ गर्न लाग्नु मान्छेहरू त वहाँ छ म देखाउँछु जुम गरेर है वहाँ कोही वहाँ पुग्यो कस्तो आँखा थाहा होइन वहाँ पुग्यो हामी अझै बल्ल स्टार्टिङमा छौँ के अरे हेर कति बेला पुगिन्छ ल अहिले माथि पुगेपछि भेटौँ न यही साइड हिँड्नु है मिठो आयो हिमालसँग यसरी नै हिँड्नु लसुन ल्याउनु पर्ने हामीले लगाइछ हामी बसेको ठाउँ चाहिँ त्यहाँ थियो है हाम्रो होटल त्यहाँबाट अहिले चाहिँ हामी यहाँ यत्रो टाढा यत्न आइपुगिसकेको छौँ हामीले जति नजिक गयो त्यति हिमालहरू नि नजिक देख्दै हिमालहरू नि लगाइछ अहिले चाहिँ हामी यता आइपुग्यौँ क्या हामी है जता अरे तेरो मलबाट हिँड्दै तल तेरो मल है रोकिन जाँदै हिँड्दै विज्ञान हाम्रो गाई चला बल्ल भेटाइ यार अन्त कहाँबाट जोस आएर बोल्यो दिदीलाई अनि घोडाले खाने चना खुवाउनु पर्दो रहेछ छिटो हिँड्नलाई हामी भात खुवाएर अहिले भात भन्दा चना अन्डा खाएपछि एक सासमै तल पुगिन्छ है दिदी नसक्ने मान्छेले अरू के खान सक्छ भनेर विकल्प हो नि त आमा भ्यू त ल यता चाहिँ हेलो स्ट्यान्ड अप ब्रो गुड
गाइस यो सम्म बाटो सटियो अब चाहिँ आमामा अब चाहिँ अलिक खत्रीबाट आउनु भयो सिधै थारै उकालो हेर्नु त त्यहाँ अब त्यो मान्छेहरू उहाँ टुप्पामा त्यो सानो कमिला मुसिन देख्यो है लगाएर त्यहाँ हेर यो कस्तो रे त्यहाँ पुग्नु हेर अब तल चाहिँ कोही झर्दैछन् कोही जाँदैछन् त्यो डाँडाकाठी सिधै एउटा बोट आउँछ त्यो बोटमा अब के लेखेको त्यो उयो गरेर पढौँ ल अनि त्यहाँबाट उता माथि जाने अनि माथि अब त्यो बोटतिर जाने बेरा बाख्राहरू हेर्ने हिमाल सिमाल हेर्ने यसरी हेर्ने आधी घन्टा 1 घन्टा बस्ने अनि फर्किने अनि तल नि जानु पुग्ने हो आज घर जाने भनेर बसेको छ ओ कस्तो सास फेर्न गाह्रो भइरहेको लसुन खाम पनि बमिट आउला जस्तो हुन्छ अनि नखाम भने यहाँ मलाई सास फेर्न कस्तो भइरहेको छ बोल्नै सकेको छैन म त्यही पनि यहाँ हजुरहरूको लागि होइन यसो हल्का फुल्का बोलेर जस्तो भयो नि बनाइदिइरहेको छु मान्छेहरू त्यस्तो देख्यो नि कोही झर्दैछ कोही चढ्दैछन् यस्तो अप्ठ्यारो हो बाटो यार कोही त्यहाँ छ बाटो त त्यहाँ त क्रेजी जस्तो छ हौ राइट अब माथि त्यहाँ गएपछि म त्यहाँको देखाउँ है ल हेलो गाइज आया म त लास्ट थाक्यो यार यहाँ बसिन रेस्ट गरेको उफ काला होला मुख सास फेर्ने कस्तो गाह्रो भएको मलाई यार मलाई भएन यिनीहरू त फिट एन्ड फाइन छ यार यिन फिट एन्ड फाइन बेलुका त मलाई पनि भयो भयो मलाई सास फेर्नु गाह्रो भयो मलाई अहिले त्यो उकालो देखेर मलाई त छक पऱ्यो रे हेर न मान्छे कस्तो त्यो कमिला मसिना जस्तो देखिएको यस्तो सर यहाँ डाँडामा पुग्नु आधी घन्टा लाग्छ हुन्छ कि अब हामीलाई कति घन्टा लाग्छ हेरमा कति घन्टामा पुगिन्छ त्यो कति अझै उठे जाने हो समय होला अनि त्यहाँबाट आउँछ पानी चाहिँ यतातिर ल्याउन आउँदैन दबाई ल्याउनु पर्ने है आइलाउने दबाई कि त्यो अलि के थाहा नि अब त्यस्तो आइलाउ जाम के अरे अब बाच्छे हेरौँला मरेछ अनि त्यस्तै सास फेर्नै गाह्रो भयो मलाई बाच्छे छ भनेर मर्न त मरेन यति हिँडेर मर्दैन त यार हाम्रो ग्रुपहरू कस्तो आज के खाएको कस्तो जोस आएको चना अन्डाले यार है त्यो अर्को दिदी झन् कस्तो चिटचिटी हुने क्या चना अन्डा पावर 24 आवर भन्दा जस्तो कि ल गाइस माथि गएर भेटौँ ल कस्तो डबल साउन्ड सुनिन्छ कि होइन ल बाटो नि यस्तो छ हौ मान्छेहरू त्यस्तरी थारै उकालो है हिजो गान्टीहरू यस्तो थारै यहाँ माथि पुग्नु है थारै उकालो गीत लाइट बाटो नि यस्तो है पुरै ढुङ्गा खस्ला जस्तो छ त्यो मेरो साइड मेरोमा छ कि साइडकोमा सेतो पावर ब्याङ्क त्यहाँदेखि त्यो दिदीकोबाट चार्ज गरे हुन्छ बिस्तारै बिस्तारै हिँड्नु पऱ्यो यार हामी बसेको होटेल यहाँ देखिँदो रहेछ देखेँ होइन फुल जाउँ भनेको कि हल्ली होला है वहाँबाट
यहाँबाट त्यो डाँडाबाट हिँड्दै 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 यहाँ भ्यू चाहिँ लभली देखियो केटाहरू यहाँ गीत बजाउनु पऱ्यो बोरिङ लगाइसक्यो यो बाटो देखेर सिधै ढालेको गल मामा म चाहिँ बिस्तारै हिँड्छु केटाहरू आउँछ मेरो प्रब्लम चाहिँ सास फेर्नै सकेन त्यो भएर मलाई अलि हल्का फुल्का भन्दा नि अलि नै गाह्रो भइरहेको छ त्यो भएर म बिस्तारै हिँड्नुपर्छ 2 मिनट हिँड्ने 3 मिनट 4 मिनट यसो नि त्यसरी जान्छु आफ्नो हेल्थको लागि नि हेर्नु पऱ्यो नि त आन्टीहरू क्या मजाले हिँडेको केटाहरू आउँदैछ ल केटाहरू आऊ ल हस् ल गाइस यो आऊ ल अब यहाँबाट डाइरेक्ट माथि गएर हेरौँला है ल फाइनल्ली यत्रो बाटो काटेर यस्तो बाटो काटेर आइयो है ल फाइनल्ली आन्टीहरु यहाँ थकाइ नगरे खान आन्टीहरु यहाँ थकेर बस्नु हो गर्नला खान आन्टीहरु बुढेसकालमा दुःख पाए तातो नचाराको रहर गरेर लिनु पर्छ युवा पिढीले है हाम्रो छोरा नाति नातिना भकाले हामी ल हामीबाट इन्स्पायर हुनु आइयो बस थक्यो यार ड्याम देखेर सुरु के खाएको हो आज यिनीहरूले यार चना अन्डा एक्सप्लेन दिनु पर्थ्यो घोडाले खुवाउनु पर्दो रहेछ ए हामी त औडा थाक्यो यार गाइड त ठिकै हो कि दिदीको त आज पिठी फर्किन्छ यार आज त यार यस्तो हिँडेको देखेर आज त यो दिदी नै हिँडेर ख्याल सँगसँगै अघि तिमीहरूसँग हिँडेर पछाडि छोडिदियो तिमीहरूलाई त्यो नाम ल अहिले बोटमा गएर खिचौँ ल यस गर्नुपर्छ यार यत्रो दुःख गर्नलाई यसरी आयो ल खै मा भ्युटा यस्तो क्रेजी यो त्यहाँ भेरा हेरौँ न कस्तो देखियो क्या वहाँ पर यार यो भेट्यो विज्ञान यसमा देखियो हो के यहाँ हेर्नु न यहाँ त्यस्तो भेडा हो नि पऱ्यो ऊ सेटै भेडाहरू नेपाल धुरपाटन टिकटारा चाहिँ यता जानेहरूले यताबाट उठे ल अब चाहिँ फाइनल्ली यहाँसम्म 10 सस आयो यसो दुःख गरेर
अब चाहिँ फोटोसोटो खिचेर अनि माथितिर अहिले देखाउँला ल लगाएको छु। लगाइच हामी चाहिँ त्यत्रो त्यो उकालोबाट यो फुर्से धुरी हो यो 8000 कति भयो 4038 मिटर है ल टिकाधार 1 किलोमिटर ल अब चाहिँ यो फुर्से देउरालीबाट यता यो तर्फ जानुपर्छ हामी टिकाधारा 1 किलोमिटर रहेछ यहाँबाट अनि ल यहाँको भ्यू चाहिँ क्या क्रेजी देखेको यस्तो लभली देख्यो त सिनेमेटिक अब अहिले हाने नन्डेस्ट ल यहाँ हाम्रो धेरै रेस भयो ल जाम ल केटा हो ल ल यहाँबाट चाहिँ साथीले यहाँ प्याग हान्दै ए हाम्रो गाइजहरू गएछ नि त यार अब 1 किलोमिटर रहेछ के लाउँछ है एकछिन मार त गीत अहिले मार्ने एकछिन अहिले म भलक इन गरेँ के रे गरेँ सिलाउला अहिले रोके कोही अब हामी यो बाटो मेरो कति हिँड्छौँ ल 20 मिनट यो डाँडो काटेको त जाऊ त यस्तो बवाल देखिँदैन हो दाइहरूको भनाइअनुसार यस्तो दामी भयो अरे ल यस्तो एक्साइटेड भइरहेछ क्या उयोमा हो क्या हो भन्ने अब यहाँबाट चाहिँ यस्तो गरेर ल यस्तो क्रेजी देखियो मा लभली सहित स्वर्ग ल अब म माथि गएर देखाउँछु ल अब चाहिँ त्यहाँबाट अलि माथि आइयो ल है अब यहाँबाट चाहिँ ओए ल ओए त के देखेको यस्तो आमा गाइज हेरौँ त ओए हिमाल त लभली देख्यो र हेरौँ त यस्तो क्रेजी देख्यो र उफ सास फेर्न मलाई गाह्रो भइरहेछ त्यो पनि ड्याम देखेर सिनेमेटिक हान्नुहुन्थ्यो अब सास फेर्नु सकिएन कतिलाई पुगौँ भयो हामीलाई अलि उडाबाट समय नि अलिक कम छ कि त्यही भएर अब पछि अब कहिले आएछ भने एकदम मजाले बनाइएला अलि 4-5 दिनकै मा क्रेजी देखेको यो मेरो फेस भएको रहेछ यहाँबाट चाहिँ यस्तो सासै पुग्यो होइन मेरो मान्छे कोही फर्किरहेको कोही हामी यहाँबाट अझै वहाँ त्यहाँ पुग्न आयो कति बेला पुगिन्छ थाहा होइन तर मेरो हेल्थ चाहिँ कस्तो भएको कस्तो केरा अर्कै
अरू खासै के भएन मेरो चाहिँ कस्तो कस्तो गाह्रो भइरहेछ अब अलि सिनेमेटिक हान्नुहुन्थ्यो अब त्यस्तै भयो अब समय पनि छैन त्यस्तो टाइम छैन हामीसँग अलि त्यस्तो आज घरै पुग्नु छ कि आज त्यही भएर अनि यता त्यस्तो छ भ्यू चाहिँ जता हेऱ्यो त्यति आँखाले नभ्याउने भ्यू छ अनि हन्डाएर ल यहाँबाट चाहिँ हिँड्दै यस्तो मिठो देखियो अब चाहिँ उठ्यो यो टुप्पामा गएछु म हजुरलाई अब त्यही देखाउँछु है ल पिछाड यस्तो छ सिनेमेटिक हान्नु मन लाग्छ तर कति बेला पुगौँ भयो क्या उहाँ त्यही भएर यो कुकुनी हामीसँगै उहाँ तल बुकिपाटनबाट आइरहेको छ हुन त बुकिपाटन यसलाई नि भन्छ तर त्यहाँको नाम चाहिँ थाहा भएन अनि विज्ञान सर कस्तो भइरहेको छ त यस्तो भ्यूमा अहिले जोसै हरायो केटाहरू क्या बोल्ने यार हिजो म क्या बोलिरहेको थिएँ आज यस्तो ल भन् त तैँले मजा आइन्छ मजा मजा यसो अब कहिले आउनु छ भने आउने ठाउँ होइन ओर्चिट हो कि होइन यस्तो ठाउँ हामी अलि छिटो आयो नि यस्तो लभली भ्यू देखिनु त यार है ऊ ल गाइस त्यो डाँडा बसी भेटौँ ल गाइस फाइनल्ली हामी त्यो टुप्पाबाट त्यहाँ मान्छे आउनु होला त्यो आन्टीहरू हुनुहुन्छ बाटोमा भेटेको आन्टीहरू त्यो टुप्पाबाट अहिले चाहिँ यस्तो देखेर अहिले चाहिँ हामी आइरहेको छौँ अब यो डाँडा बसी कस्तो छ हेरौँ है अब सँगसँगै हेरौँ कस्तो छ मान्छे फर्किरह्यो गुरुजाइ भन्छ मिठो देखेको छ हेरेर क्या यो पातनहरू कस्तो दामी देखेको यार लभली अस्ति त भेरै थियो अझै गाईहरू रहेछ यार गाईहरू कटा केटाहरू खै कटा जुम गर्नै सकेन यहाँबाट जाउँ केटाहरू त अगाडि गइरहेछ म चाहिँ भिडियो हिँड्दै ढिलो भइहाल्छ मलाई यहाँबाट चाहिँ यस्तो क्रेजी देखेँ कस्तो छ नि उता अङ्कल एकदम ल हिमालहरू खुल्ले होला है मजाले एकदम राम्रो टाइम हजुर हुन्छ तर अलि छिटो छ है त्यो माथिको त बादल तल झऱ्यो भने त्यसले हालिदिन्छ ल कहाँबाट आएको हामी म्याग्दी हजुर हजुरहरू कताबाट आएर ल अङ्कल ल अङ्कलहरू नि भर्खरै आउनुभएछ एकदम राम्रो हो भने कस्तो एक्साइटेड भइरहेको छ क्या पुरै त्यो धेरै भेरा हुन्छ अरे 5-6 हजारवटा भेरा हुन्छ अरे अनि अझै बढी हुन पनि सक्छ अनि त्यहाँबाट अगाडि हिमा अनि त्यो बोट क्या ड्याम देखिन्छ होला हौ त्यो त अब फोटोसोटो अब खिच्छ नै कति बेला पुगौँ हुन्छ त्यही भएर फोटोसोटो खिच्छ नि भ्लग बनाउने भ्लगमा हेर्ने वे के होला जस्तो है ल गाइस यहाँबाट त्यो हिमाल त एकदम खुल्ले रहेछ हामी एकदम ठिक समयमा आइरहेछौँ हिँड्दैन यस्तो लभली देख्यो यता टुप्पाबाटै यहाँबाट मान्छेहरू यस्तो दामी देख्यो त यता ल मलाई त उता कति बेला पुगौँ भयो कि तर सासले मलाई दिएकै छैन तर म बिस्तारै हिँड्छु बिस्तारै हिँड्नु पुगिन्छ हाम्रो अर्को ग्रुप त अगाडि नै पुग्यो होला कति छिटो हिँडेको त्यो ग्रुपहरू क्या दामी देखियो खुली यस्तो ठाउँ उहाँबाट आएको हामी कति देखायो भन्ला है तर मलाई कस्तो जता हेऱ्यो त्यतै खिच्नु मन लाग्ने कि कस्तो सास फुलिरहेछ लसुन खानु दबाई ल्याउनु पर्दो रहेछ पछाडि हेर्नु सक्नुहुन्छ मेरो भ्यूहरू कस्तो अनि यहाँ चाहिँ सानो सानो फुलहरू फुलिरहेछ रिल सिल बनाउने फोटोसोट खिचेर लगभग 1 घन्टा 1.5 घन्टा कतिको बसिन्छ
अनि फर्किन्छ। यो लाखको लागि यार यही लगाएर बनाएँ, उठाउनु पनि मन लागेन, बोक्नु बोक्यो भने यस्तो भारी हुन्छ कि त्यही भएर मैले उठाएको थिएन। ओए एउटा सिनेमेटिक त हान्नै पर्छ यार यहाँ त। ल पहिला ग्रुप ठुम्लाउँ अनि ल ग्रुपलाई भेटौँ, अनि ग्रुपलाई भेटेर अनि त्यहाँ पुग्नुपर्छ है। ल एउटा ग्रुपलाई चाहिँ यहाँ भेटाइयो। यिनीहरू डर रेस गरेन, हामी त एउटा ठ्याक्के आयो। केटाहरू आएर किरा हाम्रो ग्रुप चाहिँ त्यहीँ छ। ल तिनीहरू त्यहाँ आउँदै गर्छ अनि म चाहिँ हिँड्दै गरेको। अनि एउटा दिदी चाहिँ आशा गर्ने त्यहाँ छ। अझ हामी चाहिँ माथि त्यहाँ माथि हामी चाहिँ अलि माथि आयौँ त्यहाँ तलबाट। अनि हाम्रो ग्याङहरू आउँदैछ, तिनीहरू लुखुर आउँदैछन्। अनि दिदी र म चाहिँ आइसकेछौँ यहाँ। भ्यू त अब कति देखाउने, अघि नै त देखाएको छ, यस्तो छ। थाकिन्छ त त्यहाँ हामीलाई अझै म्याक्सिमम् 20 मिनट त लाउँछ होला हौ त्यहाँ पुग्न। 20 कि आधी घन्टाभित्रमा पुगिन्छ होला। ल यस्तै हिँडाइले यस्तै हिँडाइ भयो भने त त्यस्तै अब एक सिनेमेटिक हानेर माथि भेट्नुपर्छ। ल गाइस अहिले चाहिँ हामी आइपुग्यो जस्तो छ। हिमालहरू नै नजिक देखिरहेको छ यहाँबाट अरू टुप्पामा। धेरै छैन भन्दा नि, तर उकालै छ यार, उकालै छ यार। यहाँ चाहिँ मेरो हेल्थ चाहिँ अलि ठिकै छ है। अहिले तल टेबलमा भएर यहाँ चाहिँ ठ्याक्क एउटै लेभलमा पुगेको छ मेरो, त्यस्तो गाह्रो भएन मलाई यहाँ। अनि दिदी चाहिँ अगाडि हिँडिराख्नु भयो यहाँ। हाम्रो ग्रुप त कतिवटा उता छ, अब कति बेला आउँछ त्यो थाहा छैन हामीलाई। अब हामी चाहिँ यहाँबाट माथि मान्छे भएको ठाउँतिर जानु देखेको छ नि त्यहाँ। ल यस्तो फुलहरू फुल्यो। ल अब म सिधै माथि गएर म देखाउँछु हजुरलाई।
ल गाइस अहिले चाहिँ यहाँ आइपुग्यो अब चाहिँ के अरे त्यही पनि झपक झपक परेको जाम ठाउँ भए कति राम्रो हुन्थ्यो अब त्यही हो गाइजहरू यहाँ छ कहिलेतिर आइपुग्ने अब चाहिँ जस्तो फिल चाहिँ हो त्यहाँ माथि अब रेस्ट नगरिकनै एकसटमै माथि पुग्नु पऱ्यो माथि गएर रेस्ट गर्ने एकै अब धेरै लाग्दैन अब हामीलाई 5 मिनेट 5 मिनट धेरै लाग्यो 6 मिनट नत्र 5 मिनटमा पुग्यो ल माथि गएर सिनेमेटिक हान्ने के हान्ने माथि गएर गरौँ न फाइनल्ली टिकटहरू आयो बोल्नु पनि सकेन थाकेर ल यहाँ माथि त हेरौँ है कस्तो देखिन्छ सँगैहरू त उतै छन् यता बस यही हो ल यत्रो दुःख गर्नु यत्रो दुःख गरेर ल अहिले एकछिनमा देखाउँछ गाइस हामी चाहिँ माथिबाट आयौँ भिडियो चाहिँ खासै बनाएन गरी मैले माथि अलिक त्यस्तै कन्डिसन भएर एकछिनमा रेस्ट गरेँ गरेर जस्तो न त यस्तो कस्तो के हस्ते गिराएर कस्तो यहाँ बाँचेको हो यस्तो गरौँ न यस्तो उहाँबाट माथि फुलतिर गएर नुहाउनु झरौँ न है त्यसै ढिलो ल हामी चाहिँ अब यहाँबाट सरर इन्जिन गाडीमा ल भिडियो त त्यस्तो मैले यस्तो सोचेर यस्तो बनाउँछ भने त्यस्तो बनाउनु पाएन किनभने साह्रै ठ्याग्यो अल्छिन लाग्यो अनि बनाउनु पनि मन लागेन कि मलाई अनि त्यही भएर अब यसो हल्का फुल्का फोटो खिचिदिन्छु त्यही अब इन्स्टाग्राममा अब भ्लग सलग हाल्ने गाह्रो लगाइछ अब माथि गएर भेटौँ न माथि जाने सोच सकेर के हुन्छ अहिले मुड अब के हुन्छ ल गाइस हल्का फुल्का फोटो सुट गरेपछि फर्किदेखाउँ अब चाहिँ नो भ्लग नो फोटो मैले खिचेँ एउटा म तल खिच्छु होला त्यहाँबाट भयो अब योभन्दा धेरै खिच्नुहुन्न चटक पनि पार्नुहुन्न अनि एकछिन फुलतिर खिचिदिउँ यो फुल पनि लाग्यो अब यहाँबाट उयो डाँडाबाट ओह्रालो ढुङ्गा ओह्रालो झर्नुपर्छ है ल अब तल बसी भेटौँ ल यहाँबाट आयो ल टिकटहरू अब लास्ट यही अन्तिम भिडियो यस्तो क्रेजी भिडियो के होइन अब यहाँबाट हामी तल पाखाठार है के ठार भन्नेतिर लागिन्छ ल त्यही अब यहाँको अन्तिम भिडियो हेर्नु होला सिनेमेटिक नै हानेन मलाई यस्तो अल्छी लाएर यो उले गर्दा एउटा यस्तो छ गाडा यस्तो रुखसुख त छँदै थिएन ल अघिको आन्टीहरू वहाँ बसेर वान पिस लगाएर लुगा फोटो खिच्नु होला है देखिएन होला ल यहाँ यस्तो ढुङ्गा यो अब धर्मकर्मको हो यो यस्तो के बौद्धको जस्तो बनाएको हो यहाँबाट यस्तो ल यो अन्तिम भिडियो यहाँको अब यहाँबाट लागिरहेको तलतिर आज घर पुग्ने धारणा हाम्रो के अरे ल
यो बाटो चाहिँ यस्तै छ अहिले त झर्दैछौँ हामी यस्तो एक्सट्रिम बाटो है ढुङ्गै यस्तो ल अब बनाउन नि अल्छी लाग्यो भिडियो यहाँ मात्रै एउटा बनाएको देख्छ अब सिधै तल घसी अब होटेलमा गएर भेटौँ ल गाइस अहिले चाहिँ बल्ल होटेल आइपुग्न लाग्यो हामी चाहिँ त्यो भिरबाट त्यहाँबाट आइपुग्यो यहाँ भला गुनाउनै अल्छी लाग्यो मलाई एकछिन यहाँ रेस्ट गरेको अनि बाख्राहरू भेडाहरू हेर्नु कस्तो मजाले चऱ्यो है यिनीहरू यस्तरी चऱ्यो है आमा माथि झन् कति धेरै हो बोल्नु पनि सकेको अब होटेलमा गएर भेटौँ ल खानासाना खाएर तल लाग्नुपर्छ